नमस्कार। कार्यक्रम ओडाको गतिविधिमा म सञ्जु याचार मिडियाको प्रस्तुति समावेशी एफएमबाट प्रसारण हुँदै आएको र दुधौली नगरपालिका ओडा नम्बर 8 को समन्वय र सहकार्यमा उत्पादन गरेको कार्यक्रम ओडाको गतिविधिमा तपाईलाई हार्दिक स्वागत छ। स्थानीय तहमा भइरहेको विकास निर्माण, सेवा प्रवाह, योजना तथा नागरिक सरोकारका विषयलाई सरल भाषामा तपाईहरूसम्म पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम तयार गरिएको हो। जनप्रतिनिधि, कर्मचारी र नागरिकको आवाजलाई एउटै मञ्चमा जोड्दै ओडाभित्रका सकारात्मक प्रयास र वास्तविक अवस्थालाई उजागर गर्नु नै यस कार्यक्रमको मूल भावना हो। यो कार्यक्रम समावेशी एफएम 92.3 मेगाहर्ज को फ्रिक्वेन्सीमा हरेक शुक्रबार साँझ 6:30 बजे प्रसारण हुन्छ भने यसको पुनः प्रसारण शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुन्छ। त्यस्तै हामीलाई www.samaveshifm.com र हाम्रो पात्रो एपबाट संसारको जुनसुकै कुराबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा ओडा नम्बर 8 का ओडाध्यक्ष केशव बरालसँग कुराकानी गरेका छौं। ओडाका समग्र विकास र समग्र गतिविधिको बारेमा ओडा नम्बर 8 का ओडाध्यक्ष केशव बरालसँग गरिएको यो कुराकानी अबको क्रममा। कार्यक्रम ओडाको गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। सर्वप्रथम त यस ओडाको समग्र विकासको लागि हालसम्म भएका मुख्य प्रमुख कार्यहरू के छन् होला सर? यो वर्षको समग्र अहिले यो जुन तपाईको कार्यकाल 4 वर्ष भयो, यो 4 वर्षको समग्र यो कार्यकालमा जनताले देख्ने गरेका कार्यहरू, समग्र विकासहरू, शिक्षाका पाटा, कृषिका पाटामा के कस्तो भएको छ? यो म वडा अध्यक्ष भइकन अब 4 वर्ष लगभग अब हुन लाग्यो। यसमा मैले पहिलो प्राथमिकता चाहिँ खानेपानीलाई नै राखेको थिएँ। खानेपानी हामीले पहिलो साल 176 वटा यो ढङ्गेरी चौरीतिर हामीले कार्यक्रम गर्यौँ। दोस्रो साल पुनर्निर्माणको काम गर्यौँ। खानेपानीका जहाँ जहाँ मर्मत गर्नुपर्ने थियो तिनीहरू गरियो र इनारको सवालमा दोस्रो सालमा हामीले लगभग 35-40 वटा इनार मेरो वडाभरि समग्र प्रदेश, नगर र वडाको योजनाहरू हामीले विनियोजन गरेका छौँ। र तेस्रो साल हामीले गुर्दौली खानेपानीलाई पनि 121 धारा हामीले यो समन्वय गरेर नेमा संस्थासँग खानेपानीको प्रत्येक घरमा एक घर एक धारा व्यवस्थापन गरेका छौँ र अलिकति बाँकी छ। त्यो बाँकीलाई पनि इनारको माध्यमबाट यसपालि धेरै परिपूर्ति भएको छ। अब रहेकोलाई चाहिँ हामीले प्रदेशको पैसा अलिकति परेको छ। ठेका टेन्डरको कारणले गर्दाखेरि डाँडाटोल र सालगारीमा पाइप विस्तारको काम भइसकेको छ। विविध प्राविधिक कुराहरूले रोकिएको हुनाले यो वर्ष लगभग हाम्रो वडामा खानेपानीको काम सम्पन्न हुन्छ भन्ने मैले आशा गरेको छु। विशेष गरी तपाईले पानीलाई फोकस गरिरहँदा विशेष गरी अहिले चाहिँ नागरिकले सबैभन्दा बढी महसुस गरेका हैन आवाज गरेका ओडामा भएका कुरालाई, विकासलाई चाहिँ यस्तो छ कि अब नागरिकले कुन चाहिँ कुरालाई चाहिँ अलिकति महसुस गरेका छन् तपाईको कार्यकालमा? मेरो कार्यकालमा त नागरिकहरूले सुशासनको कुराहरू, सेवा प्रवाहको कुराहरूमा अब जनताले मलाई खोजेको बेला र मैले उहाँहरूलाई सेवा दिने कुरामा कुनै पनि बेला कन्जुसाइ नगरिकन बिहान बेलुका जतिखेर भन्नुहुन्छ उहाँले मलाई खोजेको बेलामा जनतालाई मैले सुशासन दिने र काममा कुनै पनि बाधा गरेको छैन, गर्ने पनि छैन, गर्दा पनि गर्दिन, गर्नु पनि हुँदैन। गरियो भने असल जनप्रतिनिधि हुँदैन होला जस्तो लाग्छ। त्यस हुनाले मैले सक्ने कुराहरूमा ओडाको विकास निर्माण कुरामा विभेद नगरी यो पार्टी त्यो पार्टी कसैलाई नछुट्याइकन समग्र ओडावासी हुन् भनेर सबैलाई नै मैले विश्वास दिलाउन सकेको छु जस्तो लागेको छ। शिक्षा र स्वास्थ्यमा आधारभूत सेवामा यी यस्ता कुराहरूमा चाहिँ सुधार गर्न ओडाले कस्तो पहल गरिरहेछ? तपाईको अब स्वास्थ्यको लागि त हामीसँग यो लदावीर स्वास्थ्य चौकी छ। यो भवन अधुरो थियो, हजुरहरूले पनि देखिराख्नु भएको छ, सबैजनाले महसुस गर्नुभएको छ। हामीले पटक सबैतिर समन्वय गरेर हस्पिटललाई हामीले अहिले सुचारू रूपमा ल्याएका छौँ। यसमा आएका कर्मचारीहरूलाई हामीले नियमित महिनै पछि मिटिङ राखेर त्यसमा कमी कमजोरी भएका सुधारहरू गरेका छौँ र हामीले यसमा सेवा प्रवाह दिने कुरामा म वडा अध्यक्ष पनि हो र यो हस्पिटलको व्यवस्थापन समितिको अध्यक्ष म भएको कारणले गर्दाखेरि पनि हामीले यहाँ आउने दबाईहरू नियमित सुगर, प्रेसर, कोल्ड स्टोर जति हामीलाई राज्यले दिएका कुराहरूमा घटी गरेको छैन, गर्नु पनि हुँदैन र कुनै बेलामा अब कमी हुन्छ त्यसलाई पनि हामीले खबरदारी गरेर स्वास्थ्यको क्षेत्रमा हामीले कमी हुन दिएका छैनौँ र
बुढाबुढी अशक्तको लागि हामीले टोलमा गाउँमा गएर हामीले महिनाको एकचोटि रुटिन बनाएका छौँ। त्यो रुटिनमा उहाँहरूले गएर सुगर प्रेसर चेक गरिदिनु भएको छ र म वडाले गर्नुपर्ने कुरामा कुनै पनि कुरामा स्वास्थ्यको क्षेत्रमा पनि कमी गरेको छैन। र शिक्षामा अब हामीले 3टा स्कुल थियो मेरो वडामा, अहिले विद्यार्थी कमी भएको हुनाले मर्च गरेर अहिले एउटा प्रस्तावित सरस्वती मावि सङ्खटार छ, त्यहाँ हामीसँग विद्यार्थी हुनुहुन्छ र शिक्षकहरू चाहिँ अब हामीले भनेको जस्तो फुलफिल गर्न नसकेको कारणले गर्दाखेरि अलिकति कठिनाइ भएको छ। त्यसलाई पनि हामी कोसिस गरिरहेका छौँ र +2 सम्म चलेका छ। यहाँबाट निस्केका विद्यार्थीहरू राम्रो नतिजा ल्याएर राम्रो अब डक्टर इन्जिनियर हुनुभएको छ र हुनेसम्म कोसिस गरिरहेको छु। र हामीले सब अहिले अलिकति हामीलाई यो शिक्षकहरूमा चाहिँ पदपूर्ति नभएको कारणले गर्दा अलिक कठिनाइ भएको छ। यसलाई पनि छिटै कोसिस गरेको छु। युवा रोजगारी र स्वरोजगारको लागि वडाबाट के कस्ताहरू कार्यक्रमहरू? हामीले युवा रोजगारको लागि चाहिँ नगरपालिका, वडा, प्रदेशसँग विभिन्न कार्यक्रमहरू ल्याउँछौँ। त्यो कार्यक्रममा उहाँहरूलाई हामीले सूचना प्रवाह गरेका छौँ। उहाँहरूले इच्छा अनुसार कसैले अब प्राविधिक कुरा हुन्छ, कोही तरकारी खेती गर्ने हुन्छन्, कोही अब यो के अरे अन्य कुराहरू हुन्छ होइन, कृषिका कुराहरू जोडियो, कोही अब यो घर बनाउने प्राविधिकहरू, हरेक कुराहरू हुन्छ। यसमा हामीले उहाँहरूसँग साझेदारी गरेर चाहिँ काम गर्दाखेरि चाहिँ राम्रो देखिने रहेछ। पालिका वडाले मात्रै यो गर्दाखेरि चाहिँ अलिकति उहाँले चासो नदेखाएको हुनाले अलिक काममा चाहिँ नदेखिएको हो कि जस्तो वैदेशिक रोजगारबाट आउनुभएका साथीहरूलाई उहाँहरूले कुन सिप सिकेर आउनुभएको छ त्यो सिपको पनि हामीले यहाँ मूल्याङ्कन गरेर पालिकामा बोलाएर उहाँहरूलाई चाहिँ उद्यमी बनाउनुपर्छ है भनेर हामीले कोसिस गरेका छौँ। कतिलाई त हामीले अलि मोटरहरू भयो, यो हुन्छ नि प्राविधिक कुरा, मोबाइलहरू बनाउने हामीले यो गरिदिएका छौँ। अब टेक्निसियन तपाईँको के अरे यो घरको प्लम्बरहरूको काम पनि गर्नुभएको छ। काहीँ हामीले होटल खोलिदिएका छौँ, त्यो होटलबाट नि राम्रो उहाँहरूले आय आर्जन गर्न सक्नुभएको छ। युवाहरूलाई हामीले सकेसम्म सबै पक्षबाट उहाँहरूले इच्छा गरेको व्यक्त भए अनुसारको हामीले उहाँहरूलाई स्वरोजगार बनाउने कोसिस गरेका छौँ। अहिले सुनेको सानो घरेलुबाट पनि केही सिप हामीले त्यो पनि साना घरेलुबाट अब यो आफ्नो ठाउँ अनुसार, भूगोल अनुसार होइन, डोका चोया यिनीहरूको पनि भयो, यो मान्द्राहरू भयो, तपाईँको अब कृषिहरूको लागि पनि धेरै कुराहरू आएका छन् र यसमा बेला बेलामा हामीसँग समन्वय गरेर उहाँहरूले जिल्लाबाट, घरेलुबाट होइन, कृषिको घरेलुबाट भयो, अन्य पनि सङ्घ संस्थाहरूले पनि आउनुभएको छ। उहाँहरू सबैलाई नै हातेमालो गरेर हाम्रा वडामा भएका दाजुभाइ दिदीबहिनीहरू सबैलाई, युवाहरूलाई समेटेर लानुपर्छ। उहाँले इच्छा व्यक्त गरेको अनुसारको नै सिकाउनुपर्छ भनेर हामीले पहल गरिरहेका छौँ। कृषिमा आधारित हामी कृषक दाजुभाइ नै बसेका छौँ यो वडामा। कृषिको लागि तपाईँको विशेष पहल के रहेको छ? कृषिको लागि हामीले अब पालिका वडाबाट गर्ने कुरा पनि छँदैछ। त्यसमा पनि हामीले हेफर ह्यान्डसँग सहकार्य गरेर नगरपालिकाको 70% लगानी, 30% उहाँहरूको लगानी गरेर हामीले पालिकैभरि सबै वडामा एकै नासको काम गरेका छौँ। कुनै तपाईँको खसी बोकामा छ, अब तरकारी खेतीमा छ होइन, अकबरे खोर्सानी छ, तपाईँको अब सिजन अनुसारका बालीहरू हामीले लगाउने गरेका छौँ। र विशेष गरी मेरो वडामा अब यो कृषकहरू चाहिँ बढी खसी बोकामा, बाख्रामा र भैँसीमा बढी आबद्ध भएको हुनाले त्यसलाई नै हामीले बढी फोकस गरेका छौँ। र हाम्रो टोल सुधार यहाँ छ, 9वटा टोल सुधार छ। 9वटा टोल सुधारमा टोल सुधारको अध्यक्षहरूलाई हामीले बोलाएर समन्वय गरेर तपाईँहरूसँग हामीलाई सहकार्य गरेर जाने मौका मिलेको छ। त्यस हुनाले तपाईँको टोलमा के आवश्यकता छ हजुरहरूले भन्नुपर्छ। त्यो भन्नुभयो भने त्यसको आधारमा हामी काम केही गर्न सक्छौँ होला। हजुरसँग माया मिसाउँदाखेरि पनि धेरै आबद्ध हुन्छौँ एक आपसमा भनेर भनेका थियौँ। र कोही टोल सुधारले खसीको कुरा, बाख्राको कुरा ल्याउनु भयो, कसैले भैँसीको कुरा लिएर आउनुभएको छ होइन, कसैले अब तपाईँको यो हामी तरकारी खेतीबाट पनि हामीले आय आर्जन गर्न सक्छौँ, उद्यमी बन्न सक्छौँ, कसैले कुखुरा भनेर लिएर आउनुभएको छ। उहाँहरूले भनेअनुसार र माग गरेअनुसार सबै टोल सुधारलाई हामीले समेटेर लिएर गएका छौँ र उहाँहरू पनि अहिले सन्तुष्ट हुनुभएको छ। त्यसमा पनि विशेष गरी महिला दिदीबहिनीको 25 जना दिदीबहिनीहरूको हामीले समिति बनाएर काम गरेका छौँ। अब त्यसमा अब कुनै टोल सुधारले
तपाईँको बाख्रा राम्रोसँग पाल्नु भएको हुनाले उहाँहरूलाई बिउ बोकाहरू पनि हामीले प्रत्येक वर्ष दिइराखेका छौँ र यस वर्ष पनि 2टा हामीले बिउ बोका बाँडेका छौँ। त्यसमा भैँसीको लागि पनि ब्याडको लागि उन्नत जातका तपाईँको यो पाडाहरू पनि दिएका छौँ। त्यसमा अब दिएर मात्र भएन, त्यसलाई हेर्नु पनि पर्छ। स्वास्थ्य सम्बन्धी कुराहरू जोडी भयो भने किसानलाई आय आर्जनमा कमी हुन्छ भनेर हामीले त्यसमा डक्टरहरू, पशु डक्टरहरू पनि नियमित चेक जाँचको लागि पठाएका छौँ। कसैले बङ्गुर फर्म भन्नुभएको छ, बङ्गुर फर्मको लागि पनि हामीले त्यसलाई पनि व्यवस्थापन गरेका छौँ र कुखुराको लागि कुखुराको पनि गरेका छौँ। अहिले तपाईँले पनि देखिराख्नु भएकै छ, यो तरकारी खेती अहिले करेला भयो, काँक्रा भयो, लौका भयो, राम्रोसँग उहाँहरूले उन्नत गर्नु भएको छ र त्यो बजार केन्द्रको लागि व्यवस्थापन गर्नुपर्छ भनेर हामीले 45 लाख रुपियाँमा प्रदेशबाट अहिले विनियोजन भएको कृषि उपज केन्द्र भनेर खोर भन्ज्याङमै हामीले अहिले काम सुरु गरेका छौँ र किसानहरूको लागि फेरि त्यो मात्रै भएन है, चिस्यान केन्द्रको पनि व्यवस्थापन गर्नुपर्छ भनेर हामीले 25 लाख रुपियाँमा चिस्यान केन्द्रको पनि व्यवस्थापन गरेका छौँ र हामीले कृषि उपज केन्द्रमा हामीले यहाँ भएका हाम्रा वडामा भएका किसानहरूलाई पहिलो प्राथमिकतामा लिएर काम गर्नेछौँ र उहाँहरूले काम गर्न सक्नु भएन भने त्यसमा वडा नगरले हातेमालो गरेर के कसरी गर्न सकिन्छ त्यसमा हामी समावेश भएर एकबद्धता भएर हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूलाई अगाडि बढाउने र यसमा हामीले सदैव उद्यमी बनाउनु पर्छ भन्ने पहलमा हामी लागिरहेका छौँ। अघि महिला, दलित तथा पिछडिएका समुदायको सहभागिता बढाउनको लागि वडाले के कस्तो काम गरिरहेको छ? महिला, दलित यिनीहरूको लागि पनि हामीले सूचना प्रवाह गर्छौँ वडामा। उहाँहरू सूचना प्रवाह मात्रै गरेको भरले उहाँहरू सामाजिक सञ्जाल चलाउन नसक्ने भएको हुनाले हामीसँग टोल सुधार हुनुहुन्छ, हामीसँग अरू जनप्रतिनिधि हुनुहुन्छ, पार्टी प्रतिनिधि हुनुहुन्छ, सबैलाई हामीले कोर्डिनेसन गरेर हामीले मिटिङ राखेर तपाईँहरूले सबैले आफ्नो ठाउँबाट, क्षेत्रबाट हाम्रा दलित जो अब सुकुम्बासी यस्ता होइन सामान्य घर परिवारका मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले वडामा आबद्ध गर्नुपर्छ, हामीले सिप सिकाउनुपर्छ भनेर हामीले कोसिस गरिरहेका छौँ। सबैलाई नै यो सूचना प्रवाह गरेर उहाँहरूलाई पनि हामी कसरी हुन्छ ल्याउने प्रतिबद्धता गर्दछौँ। अहिलेको बहुचर्चित अतिक्रमण र ऐलानी जग्गाको बारेमा यस वडाको के छ धारणा? यस वडामा चाहिँ अब ऐलानी जग्गा चाहिँ तपाईँको अब समग्र यो नगरपालिकामै धेरै जग्गा ऐलानी जग्गा छ। अब यसमा पनि क्राइटेरिया छ होइन, बजार एरियाको भयो, तपाईँको 8 नम्बर भयो होइन, र जङ्गलको भयो, यहाँ प्रकृतिको छ। जहाँसम्म अहिले यो हाइवे पनि तपाईँको 31 मिटर भनेर माथिबाट सर्कुलेसन आइरहेछ नगरपालिका जिल्ला प्रशासनबाट अतिक्रमण गरेकालाई हटाउनुपर्छ भन्ने कुरा छ। मलाई चाहिँ लागेको कुरा मेरो वडामा अब हामीले यो ऐलानी जग्गाहरूलाई चाहिँ उहाँलाई उठाउन त हामी सक्दैनौँ अहिले, किनभने त्यो अब राज्यले एक प्रकारको नियम नबनाइकन, तर यो हाम्रो बाटामा जुन अतिक्रमण गरेर हटहरा बनाउनु भएको छ यो चाहिँ हामीसँग पालिकाले पनि 15 दिने सूचना निकालिसकेको छ र हामी वडावासीहरूलाई पनि सल्लाह गरेर भरे भोलि नै म यहाँ जनप्रतिनिधि, पार्टी प्रतिनिधि, मेरा वडामा भएका सरकारवालाहरू सबै साथीहरूलाई बोलाएर यो अब हामीले मोठ मन्दिरहरूमा भयो, जस्तै सालगारी छ हामीसँग, त्यहाँ के कति जग्गा छ त्यो होइन, स्कुलको क्याम्पसको सबै जग्गाहरू हामी अब उहाँहरूलाई बिस्तारै सम्झाइकन जसको त्यो त्यस्तैसँग फिर्ता गर्नुपर्छ है भनेर हामी यो लिने कोसिस गरिरहेका छौँ। अहिले वडाले लगत सङ्कलन गरेको छ कि छैन? छ, हामीले मोटामोटी पहिले नै हामीले ऐलानी जग्गाको 400 450 लिइराखे सकिसकेका छौँ। सबै डकुमेन्ट पुरा भएर बेला बेलामा यो आन्तरिक कुराले गर्दाखेरि सम्बन्ध हुन सकेको छैन। अहिले भूमि को सङ्कलन गर्नको लागि जिल्लाबाट पनि आउनु भएको छ, अहिले नगरपालिका आउनु छ, अस्ति पनि यहाँ आउनु भएको छ र हामीसँग अझै 300-400 डकुमेन्ट छ। त्यो डकुमेन्ट पनि हामीहरू नपुगेको अब किसानहरूसँग मागेर त्यो पनि हामी सङ्कलन गरेर सबै अब दिन मिल्ने जग्गाहरूलाई चाहिँ अब हामी नगरपालिकालाई यो इन्ट्री गर्न लगाउँदैछौँ। त्यस्तै वडामा पारदर्शिता र जवाबदेहिताको काम गर्नलाई तपाईँले अपनाउनु भएका भूमिका के छ त? यस्तो छ, वडामा पारदर्शीको कुराहरूमा मैले चाहिँ मलाई लागेको कुरा मैले पारदर्शी नै गरेको छु जस्तो लाग्छ। मैले एकल निर्णय कसैलाई पनि मेरो आफ्नो हिसाबले गरेको छैन। सबै जनप्रतिनिधि वडामा हुनुभएका राजनीतिक दल, सङ्घ संस्था सबैलाई बोलाएर छलफल गरेर होइन पारदर्शी हुनुपर्छ है। भोलि देखाउँदाखेरि पनि वडा अध्यक्षले आफूले एकल निर्णय गरेर यो काम गरौँ भन्ने त्यस्तो अहिलेसम्म मैले 4 वर्षको
पिरियडमा देखाएको छैन, देखाउने पनि छैन, देखाउनु पनि हुँदैन। र सबै तपाईँको मैले पाएको 50 लाख रुपियाँमा कुनै पनि हिसाब कसैले पनि मलाई देखाउन सक्छ भने म जुनसुकै ठाउँको ठाउँ त्यो पैसा तिर्न तयारी छु। त्यस हुनाले हरेक कुराहरू वडाको तपाईँहरूले मलाई यो चाहिँ अलिक ढिलो भयो, बेला बेलामा महिना दिनमा आएर हजुरहरूले हामीलाई यो सूचना चाहिँ गर्नुभएको भए, खबरदारी गर्नुभएको भएदेखि चाहिँ अझ राम्रो हुन्थ्यो होला होइन। र म यति कुरामा ढुक्क छु, मैले यो सेवा प्रवाह दिने कुरामा र यो आर्थिक कारोबारको कुरामा म स्पष्ट छु। सबैलाई राखेर समन्वय गरेर विकास निर्माणको कुराहरूमा पनि म पारदर्शी हिसाबमा छु भन्ने म ढुक्क छु। वडा नम्बर 8 अलिकति विपद व्यवस्थापनमा पनि अलिकति विपद बाढी पहिरो पनि जाने स्थानहरू छ, त्यसै गरी आगो लागि भएको धेरै घटना छ वडा नम्बर 8मा। त्यसको लागि चाहिँ विपद व्यवस्थापन र आपतकालीन अवस्थामा वडाको तयारी कस्तो छ? हामी त्यसमा पूर्ण रूपमा तयारी छौँ। अब उहाँहरूले हामीलाई जानकारी गराउनु भयो भने हामीसँग वडासँग त छैन, नगरपालिकासँग दमकल छ। हजुरहरूले जुनसुकै बेला पनि हामीलाई खबर गरेको खण्डमा तुरुन्तै हामी एम्बुलेन्स पठाउनेछौँ, नगर प्रहरी पठाउनेछौँ। हामी 8 नम्बर वडामा पनि विपद समिति छ, विपद समितिको अध्यक्ष पनि वडा अध्यक्ष नै हुने भए तापनि हामी अरूलाई पनि एक्टिभ गरेर कुनै पनि बेला विपदको बेलामा खबरदारी गरेर हजुरहरूले गर्ने बित्तिकै तुरुन्त पुगेर त्यसलाई हामीले सकेको गर्नेछौँ। र यो विपद पर्दाखेरि खोला नालामा भयो, यसमा हामीले जालीको पनि व्यवस्था गरेका छौँ। अहिले विपद यहाँ बटामा 2 जना हुनुहुन्छ, एउटा परियार र एउटा खनाल। उहाँको घरको स्थिति छाउनै नसक्ने भएको हुनाले अहिले हामीले विपद व्यवस्थापनबाट 2टा घरको लागि च्यादरको पनि व्यवस्थापन गरिदिएका छौँ। अब तपाईँको बाँकी कार्यकाल 1 वर्ष रहेको छ। आगामी 1 वर्षभित्रमा वडावासीले चाहिँ कस्तो योजनाहरू तपाईँले कस्तो योजनाहरू बनाइराख्नुहुन्छ? अब त मेरो 1 वर्ष मात्रै बाँकी छ, अब यो 1 वर्षभित्रमा अलिकति राम्रो काम गरौँ न भन्ने त्यस्तो कुनै योजना बनाउनु भएको छ? मेरो काम त मलाई लाग्छ सबै काम मैले राम्रो गरेँ। यो 8 नम्बर अझ बेटर सुन्नुहोस् है मेरो कुरा। मैले अब तपाईँको लगभग 8 नम्बर वडामा खानेपानीको समस्या लगभग अब हल पुरा भइसकेको छ होइन। तपाईँको 3 कुनेदेखि दुधौलीसम्म सीसी क्यामेराको व्यवस्थापन गरेको छु होइन। यहाँ तपाईँको हिजो सामान्य पसलहरू छन्, यी पसलहरूमा पनि चोरी चकारी बढिराखेको थियो, अहिले त्यो निर्मूल बनाएको छु होइन। अब तपाईँको अब यो खोरबन्जाङदेखि तपाईँको दुधौलीसम्म पिच भएको छ, त्यो पनि हामीले नै समन्वय गरेर हो। नगरपालिका जाने यो प्रवेशद्वार थिएन, प्रवेशद्वारको व्यवस्थापन गरेको छु। तपाईँको यो अहिले प्रज्ञा प्रतिष्ठान पनि भवन बनिसकेको छ होइन। त्यसमा अब मैले त धेरै काम नै गरेको जस्तो लाग्छ होइन। र अब बाँकी टाइम चाहिँ मेरो अब 1 वर्ष चाहिँ मैले चाहिँ के चाहिँ भनेको छु भने यो बाटाहरू पनि अलिकति हेर्नु पर्ने देखेको हुनाले यो बटामा भन्दा पनि अलिकति तेर्सो त्यो उकालो बाटो छ, त्यसलाई ढलान गर्छु र मुख्य आका समस्या समाधान गरेर लिएर जान्छु। र मेरो कार्यकालमा लगभग धेरै कुराहरू सहज हुन्छ होला मैले महसुस गरेको छु। हामी कार्यक्रमको अन्त्यमा छौँ। जाँदा जाँदै वडावासीलाई तपाईँ के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? जाँदा जाँदै तपाईँले भनेको कुरा सान्दो रहेछ। म वडावासीलाई के भन्छु भने मैले त अघि पनि हजुरसँग भनेको छ, एउटा दोहोरिने जस्तो कुरा भयो। मैले सेवा प्रवाहमा कुनै पनि कानुन चाहिँ गरेको छैन र वडावासीले पनि मलाई त्यस्तो केही छैन आज वडा अध्यक्षले यसो गरिदिनु भएन भनेर छैन। वडावासीसँग म धेरै खुसी छु। वडावासीले मलाई आज यो ठाउँमा ल्याउनु भएको छ। उहाँहरूलाई फेरि पनि मलाई उहाँहरूले हेला गर्नुहुन्न, माया गर्नुहुन्छ र यस ठाउँमा मलाई सदैव उहाँहरूले राख्नुहुनेछ भन्ने मैले उहाँहरूसँग आशा गरेको छु। समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, हजुरलाई पनि आएर अमूल्य समय दिएर मेरा 2टा कुराहरू समावेशी एफएमबाट आउनुभएका सन्जु सरलाई पनि मेरो हृदयदेखि नमस्कार, धन्यवाद। यो कुराकानीसँगै आजको कार्यक्रम ओडाको गतिविधि यति नै। ओडाभित्र भइरहेको काम र प्रयास र नागरिक आवाजलाई हामीले आजको कार्यक्रममा समेट्ने प्रयास गर्यौं। कार्यक्रम सुनेर तपाईलाई सुझाव, जिज्ञासा वा प्रतिक्रिया छन् भने हामीलाई अवश्य पनि सम्झाइदिनुहोला, किनभने तपाईको सहभागिताले नै यो कार्यक्रम अझ प्रभावकारी बन्छ। एचआर मिडियाको प्रस्तुति दुधौली नगरपालिका वडा नम्बर 8 को समन्वय र सहकार्यमा उत्पादन गरिएको कार्यक्रम ओडाको गतिविधि हरेक शुक्रबार साँझ 6:30 बजे समावेशी एफएम 92.3 मेगाहर्जमा र यसको पुनः प्रसारण शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ।
साथै www.समावेशीfm.com र हाम्रो पात्रो एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै हामीलाई सुनेर र हेरेर बसिदिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै फेरि अर्को एपिसोडमा भेट हुने बाचा गर्दै आजको कार्यक्रम ओडाको गतिविधिबाट प्राविधिक मित्रसँगै म सञ्जु बिदा हुन्छु। तपाईँ पनि हामी सबैको आवाज समावेशी FM 92.3 मेगाहर्ज सुन्दै गर्नुहोला।